दाइ यो जुत्ताको मूल्य कति हो? जुत्ताको मूल्य? हजुर। किन सक्छौ तिमी जुत्ता यो? अरे तपाईँ जुत्ताको मूल्य त भन्नुहोस् न। तिमी यो जुत्ता किन्नै सक्दैनौ के भाइ? किन्नै सक्दैनौ भने मूल्य भनेर मैले के गर्ने? तिमी किन्न सक्दैन भाइ, तिमी जाऊ न, मलाई टेन्सन नदेऊ कि म धेरै कमामा छु, जाऊ त तिमी जाऊ। ल तपाईँको पसलको मूल्य भन्नुहोस्, म पसलले किनिदिन्छु। पसलले किनिदिन्छु? पसलले किनिदिन्छु म। त्यत्रो फुर्ती? फुर्ती होइन, म तपाईँले जुत्ता दिनुभयो भने मलाई जुत्ता किन्न सक्दैन भन्नुभयो, म पसलले किनिदिन्छु। पसल हेर सर र पसल हेर 1 करोड होला, 1 करोड ल किन्न सक्छस्? तपाईँको पसल दाम 1 करोड? 1 करोड ल किन्न सक्छस्? ल त्यसो भए 1 करोड 10 लाखको चेक काट्नुहोस् ल। आउनु, 1 करोड 10 लाखको चेक काट्नुहोस् ल। साँच्ची हो नि? साँच्ची हो, जिस्किन्छ कसैले? 1 करोड 10 लाख। 10 लाख पनि यहाँ लेखा छन् फेरि। लेख्नुहोस्, बोलिसकेको कुरो दिनु पर्यो। आजको चेक भन्नु फेरि? आजैको डेटको काट्नुहोस् ल सिग्नेचर गर्नु। चाबी दिनुहोस् पसलको। ल आजदेखि पसल मेरो भयो, तपाईँ जानुहोस् ल। साउ हुँदाको मजै बेग्लै आउँदो रहेछ।